एउटी साहसी महिला जसले सडकमा खटेर भ्रष्टाचारीहरूको भिडियो बनाइन्, देशमा भएको अन्याय र अत्याचारको नडराएर आलोचना गरिन्। उनले जे देखिन् त्यही देखाइन्, जे सत्य थियो त्यही बोलिन्। तर आज त्यही मान्छे चुनाव जितेर संसदमा पुगेपछि प्रायजसो विवादमा तानिन्छन्। उनले गरेका धेरै कामहरू कुनै न कुनै माध्यमबाट कहिले आफ्नै पार्टीले त कहिले जनताले नै आलोचना गर्छन्। उनलाई थाहा भएर होस् वा नभएर होस्, उनी रासपा प्रवेश गरेपछि उनले वर्षौं लगाएर बनाएको आफ्नो अस्तित्व नै गुम्ने अवस्थामा पुगेको देखिन्छ। तर यस्तो कसरी भयो? आउनुहोस् आजको यो एपिसोडमा बुझ्ने कोसिस गरौँ। उसको जुत्ता सडकमा त्यो जुत्ता कम्पनी बनाउने गोल्ड स्टार मालिकले चाहिँ आशिका तामाङलाई हामीमध्ये धेरै जसोले उनले गरेका साहसिक कामहरूबाट नै चिन्छौँ, किनभने बितेको केही समयमा उनी सामाजिक अभियन्ता मात्र नभएर सरकारले गर्नुपर्ने कामहरूको पनि ठूलो जिम्मा उठाएकी थिइन्। जस्तो कि उनले रेस्टुरेन्टमा भएको ओभरप्राइज पानीको मूल्य विरुद्ध अभियान चलाइन्, काठमाडौँको झोलुङ्गे पुलमा ल्याएको टिकटको विरोध गरिन्, एयरपोर्ट पार्किङको शुल्कमा प्रश्न उठाइन्, दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिन् र त्यसपछि आयो भदौ 23-24 को जेनजी आन्दोलन। उनले त्यहाँ घायल विद्यार्थी र एफेक्टेड परिवारहरूलाई समाजसेवी भन्दा पनि एउटा अभिभावकको रूपमा सहयोग गरिन्, जसबाट उनलाई समाजले हेर्ने दृष्टिकोणमा नै फरक पर्यो। त्यसको केही समयपछि उनी इन्डिपेन्डेन्ट रूपमा चुनावमा उठ्ने भन्ने बारेमा पनि समाचार आउन थाले। तर पछि उनी रासपाबाट नै चुनाव लड्ने निर्णय गर्छिन् र यहीँबाट नै उनको अर्को नयाँ समस्या सुरु हुन्छ। उनले धादिङ 1 बाट उम्मेदवारी दिएसँगै उनलाई समर्थन गर्ने पनि थुप्रै थिए भने अर्कोतिर उनलाई हारेको हेर्ने मान्छेहरूको पनि कमी थिएन। यो सबै हुँदाहुँदै पनि उनी धादिङ 1 बाट राम्रै मतान्तरले विजयी हुन्छन्, किनभने धादिङका जनताले रासपालाई भन्दा पनि आशिका तामाङलाई विश्वास गरेर भोट दिएका थिए। तर संसदमा पुगेपछि उनको पत्रकारसँगको कुराकानी, संविधान समातेर टिकटक बनाएको भिडियो र संसदहरूलाई प्रशिक्षण कार्यक्रममा 5 स्टार होटलमा किन लगेको भनेर आफ्नै पार्टीलाई पनि प्रश्न गर्छिन्। यी सबै कुराहरूले गर्दा उनलाई दुवै तर्फबाट आलोचना खेप्नु पर्यो। केही समाचारको अनुसार उनलाई यो विषयमा पार्टीले स्पष्टीकरण पनि सोधेको थियो। यसको मतलब अब आशिका तामाङले पहिलाको जस्तो कामहरू गर्न पाउँदिनन्, यसको लागि माथिबाट आदेश माग्नुपर्छ र उनी जुन कामको कारणले फेमस भइन्, जनताले चिने वा रासपाले सिट जित्यो, अब त्यही काम गर्न आशिका तामाङले पाइरहेकी छैनन्। र अर्को कुरा, अब मन्त्री भइसकेपछि उनले गरेका कतिपय पुराना कामहरू गर्न अब उनलाई कहिले पनि सुहाउँदैन। छोटकरीमा भन्नुपर्दा आशिका तामाङबाट रासपाले बहुमत त ल्यायो, तर आशिका तामाङ जुन कामका लागि फेमस थिइन् उनी त्यही काम नै गर्न पाइरहेकी छैनन्।